अब के होला त? अब के होला देशमा? अब के होला देशमा? अब के हुन्छ देशमा? Ready? मेरो लागि के अरूलाई? तपाईको लागि। मेरो लागि त त्यहाँ हारको भन्ने कहाँबाट ल्याउनु भयो फेरि शब्द? कहाँबाट आयो हार भन्ने? त्यो शब्द नै छैन। कहाँबाट ल्याउनु हो तपाईँले हार भन्ने फेरि? खल्तीमा हाल्नुहोस्। मैले देख्दाखेरि 7 सिट जति ल्याउला कि जस्तो लाग्छ। कति भन्नु? 7 जम्मा थोरै भयो 7 भने 1 2 3 4 5 औला सिद्धि 6 7 दुईटा थप्नुपर्छ 11 कम त भएन नि त। शास्त्रमा लेख्नलाई छुट्या मात्र हो जीवन जात्रा हो। एक्लै एमालेसँग लड्न आउने अबको नेपालमा कुनै पनि पार्टीले नचिताए हुन्छ। एक्लै एमालेसँग लड्छु भन्ने कुरा सोच्दै नसोचे हुन्छ, नचिताए हुन्छ। मलाई त प्रधानमन्त्री नभइकन त म बस्नै सक्दिनँ क्या, म त छटपट्टि नै हुन्छ। जोसुकैले जेसुकै गरोस् हामी चुनाव हार्दैनौँ। के जथाभावी बोले जोस भाइ? चाहिँ पुनि एमाले मै पुनि एमाले भनेर यसरी केपी बङ्गा अमला लगाएर नाचेर बेकुप बनायो क्या मान्छेलाई। ए भगवान अनि खोइ हाले भयो खोइ कहाँ जान्छ? एकै पारेर घिच्न खोज्या होला है।